Una. Babu itu kan? Babu itu kan? Itu. Kain bola. Lagi. Woi. Lihat itu. Lihat ini. Hah? Masa gua? Lihat gugun dia. Pasu. Lihat gugun kan. Astro. Kisah jangan sakit kan? Kasih ni. Hah? Kasih ni.
के सिट नपुगेछ बच्चा सिट नपुग्यो कति क्लास यो 5 क्लास कतिजना छ जम्मा 57 जना छ 5 क्लास 57 जना एउटा क्लासमा अटिन्छ अटिरहेको छैन अप्ठ्यारो गरी अटिरहेको छ अनि त्यसो गर्दाखेरि पढाइ त राम्रो होला मेन सबभन्दा पहिले चाहिँ कक्षाको वातावरणलाई चाहिँ सन्तुलित हामीले राख्न सक्यौँ भने हाम्रो शिक्षण गरेको पनि अलिकति राम्रो हुन्छ र यहाँ विद्यार्थीहरूको हेराइमा र बस्ने स्थिति नै अलि कन्जेस्टिभ भइरहेको छ त्यसले गर्दाखेरि अलिकति कता कता नरमाइलो पनि लागेको छ वास्तवमा यसो हेर्दाखेरि त सेक्सन छुटाउनु पर्ने हो तर चाहिँ विद्यालयको गतिविधि हेरेर चाहिँ टिचरको पनि आवश्यक पर्ने भएको हुँदा जसो त्यसो चल्यो एउटै सानो कोठामा 57 जना पढाउने त के अप्ठ्यारो नै हुन्छ त्यही पनि 20 जना पढाउने होइन 30 जनासम्म 30 जनासम्म 20 जना वास्तवमा त्यस्तो होइन होइन हुन त 30 जना नै हो Usually say CV. CV means things are alleged. It is necessary for job. कतिजना छ यहाँ क्लासमा हजुर 63 जना 63 अनि सेक्सन छ सेक्सन छैन सेक्सन छैन एउटै क्लासमा अट्छ एउटै क्लासमा अटिरहेको छ अहिलेसम्म हो अनि के बाह्र पुग्दैन केही त्यस्तो समस्या अहिलेसम्म सिर्जना भएको छैन किन भन्दाखेरि दुई सेक्सनको मान्छेलाई एकै सेक्सनमा पढाउँदाखेरि होइन करिब हामीले सेक्सन सञ्चालन गऱ्यौँ भने नि एउटा सेक्सनमा 62-63 जना त परिहाल्छ होइन त्यो भएर केही समस्या त्यस्तो भइरहेको छ अहिलेसम्म कतिजना छ यसमा कति क्लास 7 क्लास हजुर 7 क्लास यो के 7 क्लासमा 23 जना हजुर त्यसो त बढाएको छैन है यहाँ त के 62 जना छ हुन्छ त उता क्लासमा 62 जना छ यहाँ चाहिँ घटी यहाँ चाहिँ 23 जना किन के को उस कारणले को कतिजना दिएको थियो जम्मा 30 जना थियो अनि त्यो उतापट्टि गएपछि यहाँ पनि यसो भयो नि त गैरी गाउँबाट भन् न हाम्रो यहाँ पनि थियो 30-35 जना होइन फेरि गैरी गाउँबाट चाहिँ 15 जना आयो बोर्डिङबाट चाहिँ 10-12 जना आयो होइन ए त्यसरी त्यहाँ चाहिँ बस्छ यो विद्यालयमा कतिजना पर्दछ विद्यार्थीहरू त हाम्रो अहिले 523 जना छन् 523 जना अध्ययनरत विद्यार्थी अध्ययनरत अब कुनै क्लासमा धेरै चाहिँ देखिन्छ नि ती विद्यार्थी सङ्ख्या हाम्रो है एक कक्षामा अहिले 111 जना दुई कक्षामा 45 जना तीन कक्षामा 63 जना चार कक्षामा 76 जना पाँच कक्षामा 65 छ कक्षामा 63 सात कक्षामा 23 आठ कक्षामा 32 नौ कक्षामा 29 अब 10 कक्षामा अरू 20 जना विद्यार्थी थिए भर्खरै उनीहरू गइसकेका छन् जम्मा 523 जना 523 जना मलाई सरको सङ्ख्या चाहिँ कति हो सर हाम्रो चाहिँ अहिले शिक्षक जम्मा 12 जना एकजना हाम्रो चाहिँ पिएन कर्मचारी समेत अहिले 13 जना छौँ हाम्रो यहाँ कर्मचारीहरू त्यसमध्ये 12 जनामा हाम्रो निजी स्रोतबाट 3 जना श्री 5 सरकारको चाहिँ अनुदानबाट तलब खाने गरी नियुक्ति गरेका 9 जना मात्र अरू कहीँ नताउने अरू निजी स्रोत के कसले निजी स्रोत भनेको विद्यालयको स्रोतबाट 2 जना गाविसको अनुदानबाट 1 जना अनि यो विद्यार्थीको चाप कस्तो छ बढ्ने घट्ने अब विद्यार्थीको चाप त अब के भन्ने यो दरबन्दी अब 523 जना हाम्रो स्टुडेन्ट छन् अब एउटा चाहिँ विद्यार्थीको रेसियो अनुसार त शिक्षकको सङ्ख्या
घटीमा पनि अब कतिजना चाहिँ यो माथि निम्न माध्यमिक तहभन्दा माथि त विषयगत शिक्षक हुनुपर्ने, अब त्यो किसिमको विषयगत शिक्षकले हेर्दाखेरि निम्न माध्यमिक तहभन्दा माथि मात्रै घटीमा पनि 6 जना शिक्षक हुनुपर्ने। तर अहिले हामीले दुःखम सुखम अब विद्यालय यो चाहिँ निजी स्रोतबाट सञ्चालन भएको मावि भएको हुनाले हामीले दुःखम सुखम अब त्यस्तै किसिमबाट एउटा शिक्षकले कुनै शिक्षकले 8 पिरियड पनि दिनमा पढाउनु पर्ने अवस्था पनि परिरहेको छ। त्यो किसिमबाट चाहिँ विद्यालय सञ्चालन भइरहेको छ। यहाँ चाहिँ कति हुन्छ विद्यार्थी? 26 जना। कति क्लास हो? 9 क्लास।
त्यसले क्लियर खानुपर्ने है गर्नु पानी त